नमस्ते प्रणाम दोस्तों, तपाईँले हेरिराख्नुभएको छ नि 24 बिर्गज। म चाहिँ सञ्चालक राजमा छ। आज म आइपुगेको छु यहाँ चितवन जिल्लामा। चाहिँ हेर्नु तपाईँ, पहिले म नारायणी नदी किनारमा छु। यहाँ चाहिँ एकदम पानीको सतह बढ्दो रहेछ अनि आफ्नो सबले सुरक्षामा छ। पानी कहिले सतह बढिन्छन् कुनै ग्यारेन्टी छैन यो नारायणी नदीको। तपाईँले हेरिराख्नुभएको छ यहाँसम्म पानी आइपुगेछ र अनि यहाँ चाहिँ खाजा र चटपटको पसलहरू पनि आएको छ। तैपनि सब आफ्नो सतर्कतामा छ कि कहिले यहाँ यस नारायणी नदीको पानी बढिन्छ। तर यहाँ अलि यसको पाफ पानीको चाहिँ माथि निस्किरहेछ, त्यही भएर अलि क्लियर तपाईँहरूले देख्न सक्नु भएन। तैपनि यहाँ हामी आएको यहाँको अवस्था अहिले चितवनको जुन नारायणी नदीको पानीको सतह हेर्नुभएको छ। पुल पनि देखिरहेको छैन, त्यो नारायणी पुल।